अहिले हामी इलाम जिल्लाको अति नै प्रख्यात पर्यटकीय स्थल श्रीअन्तुमा छौँ। श्रीअन्तु विगत केही वर्षदेखि बाह्य तथा आन्तरिक पर्यटकहरूको रोजाइमा परेको थुप्रै गन्तव्यहरूमध्ये एक हुन्। श्रीअन्तु प्राय दिनमा सुनसान रहे पनि साँझ पख भने श्रीअन्तुको आफ्नो छुट्टै विशेषता छ। मानिसहरू श्रीअन्तु सूर्योदय हेर्नका लागि, वरपरका चिया बगानहरू अवलोकन गर्नका लागि र पोखरीमा बोटिङ गर्नका लागि आउनु भए तापनि साँझ पख भने रङ्गी चङ्गी बत्तीहरूले सजिएको होटल तथा कटेजहरूमा मानिसहरूले मनोरञ्जन गर्ने छुट्टै विशेषता हामी यहाँ पाउन सक्छौँ। मानिसहरू समूहमा नाचगान, गीत गाउँदै, धुम्रपान, मदपान सेवन गर्दै, हुक्का तान्दै, गफ गर्दै र चुलामा सेकुवा पोल्दै रमाउँदै गरेको दृश्य हामी यहाँ देख्न सक्छौँ। र हामी पनि पहिलोपटक गएका थियौँ र हामीले अरू थुप्रै कुरा गर्न नसके पनि हाम्रो समूहले पनि सेकुवा पोलेर खाने हामीले निर्णय गऱ्यौँ र यसरी हामीले साँझ हामीले सँगै समय बिताएर हाम्रो यसपटकको हाम्रो भ्रमणलाई चाहिँ हामीले यसरी अन्त गऱ्यौँ। धन्यवाद भिडियो हेरिदिनु भएको लागि।